नमस्कार साथीहरू, यस युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज मैले लोकसेवा आयोगको लागि एकदमै महत्त्वपूर्ण मानिने विश्वको इतिहासबाट विभिन्न महत्त्वपूर्ण 10 वटा प्रश्नहरू ल्याएर आएको छु। कृपया भिडियोलाई कति पनि स्किप नगरी अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनुहोला र भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनुहोला। आजको भिडियो सुरु गरौँ पहिलो प्रश्नबाट। प्रश्न नम्बर 1 मा रहेको छ, म्याग्ना कार्टामा कतिवटा धारा छन्? अप्सन नम्बर ए 111, अप्सन नम्बर बी 63, अप्सन नम्बर सी 62 र अप्सन नम्बर डी 55। प्रश्न रहेको छ, म्याग्ना कार्टामा कतिवटा धारा छन्? अप्सन नम्बर एमा 111, अप्सन नम्बर बी 63, अप्सन नम्बर सी 62 र अप्सन नम्बर डी 55। र यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर बी 63। म्याग्ना कार्टामा 63 वटा धारा रहेका छन् र त्यसै गरी 111 धारा संयुक्त राष्ट्रसङ्घको बडापत्रमा 111 धारा छन्। संयुक्त राष्ट्रसङ्घको बडापत्रमा र त्यसै गरी आसियानको बडापत्रमा 55 वटा धाराहरू रहेका छन्। आसियानको बडापत्रमा 55 वटा धाराहरू रहेका छन्। त्यसैले यसको सही आन्सर के हुन्छ साथीहरू? अप्सन नम्बर बी 63 वटा। म्याग्ना कार्टामा कतिवटा धारा छन् भनेर सोध्यो भने चाहिँ 163 वटा। र त्यसै गरी प्रश्न नम्बर 2 मा रहेको छ, रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ? अप्सन नम्बर ए रक्तविहीन क्रान्ति, अप्सन नम्बर बी यान्त्रिक क्रान्ति, अप्सन नम्बर सी बौद्धिक क्रान्ति र अप्सन नम्बर डी अक्टोबर क्रान्ति। प्रश्न रहेको छ, रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ? अप्सन नम्बर एमा रहेको छ रक्तविहीन क्रान्ति, अप्सन नम्बर बीमा रहेको छ यान्त्रिक क्रान्ति, अप्सन नम्बर सीमा रहेको छ बौद्धिक क्रान्ति र अप्सन नम्बर डीमा रहेको छ अक्टोबर क्रान्ति। साथीहरू, यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी अक्टोबर क्रान्ति। रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ भनेर भन्यो भने चाहिँ अक्टोबर क्रान्ति भनेर पनि चिनिन्छ र साथै यसलाई चाहिँ बोल्सेभिक क्रान्ति भनेर पनि चिनिन्छ। कहिलेकाहीँ बोल्सेभिक क्रान्ति भनेर कुन क्रान्तिलाई चिनिन्छ भनेर पनि सोध्न सक्छ। त्यस्तो बेला चाहिँ रुसी क्रान्तिलाई बोल्सेभिक क्रान्ति भनेर भनिन्छ भनेर टिक लगाउनु पर्यो। त्यसै गरी रक्तविहीन क्रान्ति भनेर चाहिँ हाम्रो बेलायतमा भएको गौरवमय क्रान्तिलाई चिनिन्छ, गौरवमय क्रान्ति। यान्त्रिक क्रान्ति भनेको बेलायतमै भएको औद्योगिक क्रान्ति। त्यसै गरी बौद्धिक क्रान्ति भनेको फ्रान्सेली राज्य क्रान्ति। फ्रान्सेली राज्य क्रान्तिलाई लिइन्छ। साथीहरू, त्यसैले यसको सही आन्सर के हुन्छ त? अप्सन नम्बर डी अक्टोबर क्रान्ति इज द करेक्ट आन्सर। र प्रश्न नम्बर 3 मा रहेको छ, फ्रान्सेली राज्य क्रान्ति कहिले भयो? अप्सन नम्बर ए 1789 मे 5, अप्सन नम्बर बी 1775 अप्रिल 19, अप्सन नम्बर सी 1917 फेब्रुअरी र अप्सन नम्बर डी 1975 अप्रिल 19। प्रश्न रहेको छ, फ्रान्सेली राज्य क्रान्ति कहिले भयो? अप्सन नम्बर एमा 1789 मे 5, अप्सन नम्बर बी 1775 अप्रिल 19, अप्सन सी 1917 फेब्रुअरी र अप्सन नम्बर डीमा रहेको छ 1975 अप्रिल 19। र यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर ए 1789 मे 5। फ्रान्सेली राज्य क्रान्ति कहिले भयो भन्यो भने 1789 मे 5। र त्यसै गरी 1775 अप्रिल 19 मा चाहिँ अमेरिकी स्वतन्त्रता सङ्ग्राम भयो। अमेरिकी स्वतन्त्रता सङ्ग्राम भएको थियो साथीहरू। र त्यसै गरी 1917 फेब्रुअरीमा चाहिँ हाम्रो रुसी क्रान्ति भएको थियो, जुन 2 चरणमा भयो। प्रथम चरणमा चाहिँ फेब्रुअरीदेखि मार्चसम्म प्रथम चरणमा भयो, फेब्रुअरीदेखि मार्च, र दोस्रो चरणमा चाहिँ हाम्रो अक्टोबरदेखि नोभेम्बरसम्म भएको हो। त्यसैले यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर ए 1789 मे 5। 1789 मे 5 मा चाहिँ फ्रान्सेली राज्य क्रान्ति भएको थियो। र साथीहरू, अर्को प्रश्न रहेको छ, प्रश्न नम्बर 4, भारतको पहिलो राष्ट्रपति को हुन्? अप्सन नम्बर ए महात्मा गान्धी,
अप्सन नम्बर बी जवाहरलाल नेहरू। अप्सन नम्बर सीमा रहेको छ बाल गङ्गाधर तिलक र अप्सन नम्बर डीमा रहेको छ राजेन्द्र प्रसाद। प्रश्न रहेको छ साथीहरू, भारतको पहिलो राष्ट्रपति को हुन्? अप्सन नम्बर ए महात्मा गान्धी, अप्सन नम्बर बी जवाहरलाल नेहरू, अप्सन नम्बर सी बाल गङ्गाधर तिलक र अप्सन नम्बर डी राजेन्द्र प्रसाद। साथीहरू यसको सही आन्सर के हुन्छ त? अप्सन नम्बर डी राजेन्द्र प्रसाद। राजेन्द्र प्रसाद चाहिँ यसको सही आन्सर हुन्छ। त्यसै गरी महात्मा गान्धीलाई भारतका राष्ट्रपिता के त राष्ट्रपिता भनेर चिनिन्छ यसलाई है। महात्मा गान्धीलाई चाहिँ भारतका राष्ट्रपिता भनेर चिनिन्छ। त्यसै गरी जवाहरलाल नेहरू भनेका त्यस बेलाका चाहिँ भारतीय काङ्ग्रेसका चाहिँ के हुन् त? अध्यक्ष। भारतीय काङ्ग्रेसका अध्यक्ष हुन्। यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर डी राजेन्द्र प्रसाद। राजेन्द्र प्रसाद चाहिँ भारतका पहिलो राष्ट्रपति हुन्। अब यसै गरी प्रश्न नम्बर 5 मा रहेको छ, प्रथम विश्वयुद्धमा नराम्रोसँग प्रभावित भएको मुलुक कुन हो? अप्सन नम्बर ए बेलायत, अप्सन नम्बर बी जर्मनी, अप्सन नम्बर सी पोल्यान्ड र अप्सन नम्बर डी फ्रान्स। साथीहरू प्रश्न रहेको छ, प्रथम विश्वयुद्धमा नराम्रोसँग प्रभावित भएको मुलुक कुन हो? अप्सन नम्बर एमा रहेको छ बेलायत, अप्सन नम्बर बीमा रहेको छ जर्मनी, अप्सन नम्बर सीमा रहेको छ पोल्यान्ड र अप्सन नम्बर डीमा रहेको छ फ्रान्स। र यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर बी जर्मनी। जर्मनी प्रथम विश्वयुद्धमा नराम्रोसँग प्रभावित हुने मुलुक हो। त्यसैले यसको सही आन्सर के हो त साथीहरू? जर्मनी इज द करेक्ट आन्सर। अप्सन नम्बर बी। प्रश्न नम्बर 6 मा रहेको छ, प्रथम विश्वयुद्धमा नेपालका कतिजनाले भिक्टोरिया क्रस पाएका थिए? अप्सन नम्बर ए 1 जना, अप्सन नम्बर बी 3 जना, अप्सन नम्बर सी 2 जना र अप्सन नम्बर डी 5 जना। प्रश्न रहेको छ प्रथम विश्वयुद्धमा नेपालका कति राजाले भिक्टोरिया क्रस पाएका थिए भनेर प्रश्न रहेको छ। अप्सन नम्बर ए 1 जना, अप्सन नम्बर बी 3 जना, अप्सन नम्बर सी 2 जना र अप्सन नम्बर डी 5 जना। र यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर सी 2 जना। यसमा 2 जनाले चाहिँ भिक्टोरिया क्रस पाएका थिए र यसमा चाहिँ भिक्टोरिया क्रस पाउनेमा चाहिँ कुलवीर थापा र कुलवीर थापा, एकजना कुलवीर थापा हो भने र अर्को चाहिँ कर्णबहादुर थापाले चाहिँ भिक्टोरिया क्रस पाएका थिए प्रथम विश्वयुद्धमा 2 जनाले। र त्यसै गरी दोस्रो विश्वयुद्धमा कतिजनाले पाएका थिए भनेर सोध्यो भने चाहिँ 10 जनाले। दोस्रो विश्वयुद्धमा चाहिँ 10 जनाले भिक्टोरिया क्रस पाएका थिए। साथीहरू प्रश्न नम्बर 7 मा रहेको छ, मानिस स्वतन्त्र जन्मन्छ तर सर्वत्र साङ्लोले बाँधिन्छ, यो कसको भनाइ हो? यो चाहिँ फ्रान्सेली राज्य क्रान्तिको एकदमै प्रसिद्ध भनाइ पनि हो। अप्सन नम्बर ए मा रहेको छ लुई 14औं, अप्सन नम्बर बी मा रहेको छ रुसो, अप्सन नम्बर सी मा रहेको छ नेपोलियन बोनापार्ट र अप्सन नम्बर डी मा रहेको छ भोल्टेयर। मानिस स्वतन्त्र जन्मन्छ तर सर्वत्र साङ्लोले बाँधिन्छ, यो कसको भनाइ हो भनेर सोधेको छ। यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर बी रुसो। मानिस स्वतन्त्र जन्मन्छ तर सर्वत्र साङ्लोले बाँधिन्छ भनेर चाहिँ रुसोले भनेका थिए। र त्यसै गरी लुई 14औंले चाहिँ के भनेका थिए भनेखेरि म नै राज्य हुँ, आई एम द स्टेट भनेर भनेका थिए। म नै राज्य हुँ भनेर लुई 14औंले भनेका थिए। त्यसै गरी नेपोलियन बोनापार्ट भनेको यदि रुसो नभएको भए फ्रान्सेली राज्य क्रान्ति हुने नै थिएन, भनेर भन्ने चाहिँ नेपोलियन बोनापार्ट हुन्। त्यसै गरी भोल्टेयर भनेको भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ भन्ने विद्वान हुन्। भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ भन्ने विद्वान हुन्। यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर बी रुसो। त्यसै गरी अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 8,
दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने पहिलो राष्ट्र कुन हो? अप्सन नम्बर ए इटाली, अप्सन नम्बर बी जर्मनी, अप्सन नम्बर सी जापान र अप्सन नम्बर डी फ्रान्स। प्रश्न रहेको छ दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने पहिलो राष्ट्र कुन हो? र यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए इटाली। इटालीले दोस्रो विश्वयुद्धमा सर्वप्रथम चाहिँ आत्मसमर्पण गरेको थियो। यो चाहिँ कहिले गरेको थियो भन्यो भने चाहिँ 1943 सेप्टेम्बर 8मा 1943 सेप्टेम्बर 8मा चाहिँ इटालीले आत्मसमर्पण गरेको थियो। त्यसै गरी जर्मनी भनेको दोस्रो आत्मसमर्पण गर्ने देश हो। अनि यसले चाहिँ 1945 मे 7मा 1945 मे 7मा चाहिँ आत्मसमर्पण गरेको थियो। त्यसै गरी यो जापान चाहिँ यसको दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने अन्तिम राष्ट्र हो है। यो जापान भनेको चाहिँ अन्तिम राष्ट्र हो। यसले चाहिँ 1945 अगस्त 14मा 1945 अगस्त 14मा चाहिँ आत्मसमर्पण गरेको हो। प्रथम भन्यो भने चाहिँ इटाली 1943 सेप्टेम्बर 8मा र अन्तिम भन्यो भने जापान 1945 अगस्त 14मा। यसको सही आन्सर के हुन्छ साथीहरू? अप्सन नम्बर ए इटाली। यसै गरी अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 9। रसियाका अन्तिम राजा को हुन्? अप्सन नम्बर ए निकोलस प्रथम, अप्सन नम्बर बी निकोलस द्वितीय, अप्सन नम्बर सी निकोलस तृतीय र अप्सन नम्बर डी निकोलस आइभी अर्थात् चौथो भनेर बुझाउन। प्रश्न रहेको छ रसियाका अन्तिम राजा को हुन्? सर्वप्रथम त के त साथीहरू रसियाका राजाहरूलाई जार भनेर चिनिन्थ्यो होइन, जार भनेर चिनिन्थ्यो भन्ने कुरा बुझ्नु पर्यो। यसको अप्सनमा रहेको छ निकोलस प्रथम, अप्सन नम्बर बी निकोलस द्वितीय, अप्सन नम्बर सी निकोलस तृतीय र अप्सन नम्बर डी निकोलस आइभी अर्थात् चौथो भनौँ न, जे भन्दा नि हुन्छ। यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर बी निकोलस द्वितीय। निकोलस द्वितीय रसियाका प्रथम राजा हुन्। यहाँका राजाहरूलाई के भनिन्थ्यो साथीहरू? जार भनेर चिनिन्थ्यो। यहाँका राजाहरूलाई जार भनेर चिनिन्थ्यो। यसले यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर बी निकोलस द्वितीय। साथीहरू यसै गरी आजको अन्तिम अर्थात् 10औं प्रश्न रहेको छ। सर्वप्रथम हवाई पत्र प्रचलनमा ल्याउने देश कुन हो? अप्सन नम्बर ए ग्रिस, अप्सन नम्बर बी भारत, अप्सन नम्बर सी जापान र अप्सन नम्बर डी इरान। प्रश्न रहेको छ सर्वप्रथम हवाई पत्र प्रचलनमा ल्याउने देश कुन हो? यसको अप्सन नम्बर एमा रहेको छ ग्रिस, अप्सन नम्बर बीमा रहेको छ भारत, अप्सन नम्बर सीमा रहेको छ जर्मनी र अप्सन नम्बर डीमा रहेको छ इरान। यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर डी इरान। इरानले सर्वप्रथम हवाई पत्र प्रचलनमा ल्याएको थियो, अर्थात् सर्वप्रथम हवाई पत्र प्रचलनमा ल्याउने देश चाहिँ को हो त? इरान हो। त्यसै गरी ग्रिसलाई चाहिँ हामीले प्रजातन्त्र ल्याउने पहिलो देश भने चाहिँ ग्रिस हो, प्रजातन्त्र। त्यसै गरी भारत भनेको चाहिँ हाम्रो के त स्वस्तिक चिन्ह, स्वस्तिक छाप ल्याउने चाहिँ भारत हो भने जर्मनी भनेको वैज्ञानिक नापतौल प्रयोग गर्ने पहिलो देश हो। वैज्ञानिक नापतौल प्रयोग गर्ने पहिलो देश हो। वैज्ञानिक नापतौल गर्ने पहिलो देश हो। त्यसैले यसको सही आन्सर के हुन्छ त साथीहरू? अप्सन नम्बर डी इरान। इरानले सर्वप्रथम हवाई पत्र प्रचलनमा ल्याएको थियो। हवस् त साथीहरू, आजको लागि यति नै। भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोला। यदि भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनुहोला र च्यानललाई सब्सक्राइब गरेर पनि सपोर्ट गरिदिनु होला। धन्यवाद।